नमस्ते, म हुँ शिशिर डाङ्गी र हाम्रो भेट हुनेछ सधैँ यसै गरी। आज म फेरि हजुरहरूमाझ उपस्थित भइसकेको छु मेरो अर्को नयाँ प्रस्तुति लिएर, जो हुनेछ असोजको 31 गतेबाट प्रदर्शनमा आइरहेको नेपाली कथानक चलचित्र जेरी अनटपको पुरौनी बोलको गीतको रियाक्सन भिडियो लिएर, जसमा अनमोल केसी, जसिता गुरुङ, आचल शर्मा तथा अन्य क्रू मेम्बरहरूले नृत्य गरेका छन्, जसलाई कालीप्रसाद बास्कोटाले आवाज दिएका छन्। अनि अब हामी ढिला नगरी भिडियोतर्फ लाग्नेछौँ र हजुरहरूले पनि मैसँग Super Digital, enjoy with us. अनन्या फिल्म्सको रिलिज है। सुरुमै पुरा मुडचुङ्गा देखाएको छ है साथीहरू। धुन त राम्रो छ है, सुरुवात राम्रो छ। अहिलेसम्म सुरुवात चाहिँ एकदमै राम्रो भइरहेछ है। टङ 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 भन्ने मन पर्यो है मलाई। यो सायद हिमालतिर सुटिङ गरेको भिडियो हुनुपर्छ। वाह, जसिता गुरुङ चाहिँ दामी देखिएको छ है यो ड्रेसमा है। जसिता गुरुङ मलाई मन पर्छ यार। कालीप्रसाद बास्कोटाको आवाज सुन्नु त, क्या दामी छ यार, क्या धाएको आइरहेको छ कि आवाजमा। जसिता गुरुङको डान्स पनि राम्रो छ है। अनमोल केसीको लुक पनि राम्रो छ। अनि आज म चाहिँ यही अनमोल केसीको जस्तै कपाल काट्न भनेर गएको थिएँ, तर यस्तो भएको छ है, राम्रो भएको छैन। तो अनमोल केसीको लुक चाहिँ राम्रो छ यसमा। जसिता गुरुङको आवाज, डान्स राम्रो छ है। एउटै फ्रेममा पुरा सँगै हेर्दा होइन, दुई जोडी जस्तो देखिन्छ क्या। फिल्मी पर्दाको जोडी होइन कि, साँच्चीकै जोडी जस्तो देखिन्छ क्या। एकदमै सुहाउँछ यिनी दुईजनाको जोडी है। राम्रो छ है गीत। जसिता गुरुङले पुरा एकरो हेर्दैछ है अनमोल केसीलाई। लाग्दैछ उसले वान साइडेड प्रेम गर्छ। सपना पनि देखिसक्यो सँगै नाचेको। राम्रो आहा, अनि माग्ने बुढाको यो हेयर स्टाइल छ नि, लामो होला अनि बिचबाट सिउँदो काटेको, त्यो पनि बवाल छ है। अनमोल केसीको डान्स एकदमै दामी। जसिता गुरुङ बवाल।
जागिर खाई आउने च्याङ्बा कहिले आउँछ हो बहिनी थोरै भयो कुराउनी यो कसले खान्छ ओ दाजै चौतारीको फुल झल्ले सबै मन परेको गीत त हो दासी हो पनि मन परेन लान्छ हो हो बहिनी घर जम्मा गर्न बेसीतिर कहिले झर्ने हो जागिर खाई लिन च्याङ्बा जहिले आउँछ हो बहिनी हो दाजै हो बहिनी हो दाजै हो भाग्ने बुढा भने खतरा नाचिरहेको छ यस चल र अनमोल ल्याउनालो हाल्दा पुरा त्यसको दुखिरहेको छ गुरुङको पञ्चायत असोचित त्यसप्रति प्रदर्शनमा हुँदैछ विरोध